हाम्रो चाहिँ कम्पनीले सन्मुल भनेर कुखुरा दिएको छ कि कुखुरा दिएको रे हाँस थाकखोगी भन्नु छ त के हो हाँस हो त अरे वरी थाकखोगी रहेछ 3टा देखायो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 उता दिएको छ हेलो 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 नमस्कार सबैजनालाई के छ सन्चै हुनुहुन्छ हैन माछाले कम्पनीले दसैँमा के नै उपहार देला सन्मुल देला भनेको त माछा 3टा कुखुरा ल्याइदिएर छोड्दो गाँठे बर्बाद भएन त यार पैसा दिनु यसो तास खेल्नु भनेर जित्नु भनेर 3टा कुखुरा दिएर छोड्दैछ टोक्ने गाह्रो पो बनायो त यार यसो आशा लगाइरहेको हुन्छ चाडपर्व आएपछि कोरियामा कुखुरा पक्राइदिन्छ नि पक्राउँ कुछ नि पक्राउँ बर्बाद बनायो त यार आकाश 3टा कुखुराले दसैँ खर्च 5 लाख रुपियाँ देखाइकन 8 लाख 3टा कुखुरा दियो यार बर्बाद बनायो नि त्यो खोइ यार फिक्स त नि हो कता पहिले त ये लिएर निक्ना भएछ इले डर लाग्यो नाली यिन काका ठाउँ यिन का ढर्रा घाँस कि काका यतिले चाहिँ दसैँ मनाउनु पर्छ चिल पारामा कम्पनीले दिएको यो होइन हामीलाई चाहिँ हेर कुखुरा दिएको छ यार कुखुरा फेरि धेरै त छैन 3टा छ हाँस एउटा होइन 2टा 3टा यति भए त चिल भइन्छ होला नि 3टा हाँसले त होइन इनफ हुन्छ होला 3टा हाँसले त 3टा हाँस मात्रै दिएको छ यार 3टा हाँसले चाहिँ अब दसैँ पुर्याउनु भनेर भन्दै थियो कि सुँगुरको मासु दिनुपर्ने ठाउँमा यार हाँस ल्याइदिएछ त्यही पनि ठिकै छ यतिले त त्यही पनि मान्नुपर्छ 3टा हाँसले चाहिँ अब आजदेखि सुरु हुन्छ 3टा हाँस च्याम्मा पारेर खानुपर्छ होइन चिल भएर सुत्नुपर्छ अनि तपाईँहरूलाई के दिएको छ गाइजहरू आफूलाई त यस्तै 3टा मात्रै हाँस दियो त 3टा हाँसले पुर्याउनु पर्छ होइन